नमस्कार यहाँ सबैजनालाई। केही ज्ञानगुणका कुराहरू साड्ने, बाँड्ने, लेने र दिने, ग्रहण गर्ने र प्रदान गर्ने मेरो अभिप्राय रहेको छ र आज पनि यहाँहरू सामु केही तथ्य, मान्छे भित्र लुकेको तथ्यहरू यहाँनिर सेयर गर्ने अनुमति चाहन्छु। मान्छेले प्राय कहिले साँचो सत्य बोल्छन्, ओकल्छन् भन्ने सन्दर्भमा केही कुराहरू यहाँनिर मैले साभार गर्न खोजेको छु यहाँलाई। मान्छेले सत्य कहिले बोल्छन् त? प्राय मान्छेले आफ्नो स्वार्थ मात्रै हेर्ने गर्छन्, तर सधैँभरि मान्छेले झुटो मात्रै बोल्दैनन्, कहिलेकाहीँ सत्य पनि बोल्छन्। सत्य कहिले बोल्छन् भन्ने सन्दर्भमा निम्न अवस्थाहरू छन्। जस्तै मान्छेले मर्ने बेलामा प्राय साँचो बोलेर मर्छन्। मान्छेले प्राय मन्दिर, गुम्बा, चर्चमा झुटो बोल्नु हुँदैन भनेर साँचो बोल्छन्। मान्छेले आमा बुवाको अगाडि साँचो बोल्छन्, किनभने साक्षात् भगवानको अवतार भनेको बुवा आमा हुन् भन्ने ठान्छन्। मान्छेले रक्सी, जाँड खाएको बेला सत्य ओकल्छन्। त्यसले कुनै पनि कुरा, सत्य कुरा लुकाउँछु, छिपाउँछु भन्दा त्यो पनि खुस्किन्छ, सत्य बाहिर निस्किन्छ, ओकल्छ। मान्छेले आफ्ना स्वार्थ सिद्ध गर्न पनि सत्य बोल्छन्। जस्तै अब कुनै पनि बेला उसले आफ्नो स्वार्थ पूरा गर्नु पर्यो, आफ्नो धुनो सजाउनु पर्यो, त्यो बेला नै उसले सत्य बोल्न सक्छ। अदालत, पुलिसको अगाडि मान्छेले सत्य बोल्छन्। आफ्नो ज्यान बचाउन सत्य बोल्न सक्छ। जस्तै अब झुटो बोली ज्यानै जान सक्ने अवस्था छ भने उसलाई त, मान्छेलाई त बाँच्न सवाल हुन्छ, बाँच्ने सन्दर्भमा उसले झुटो बोलिरहन सक्दैन। यसै गरी सपनामा मान्छे भरभर आउँदा सत्य बोल्छ। गुरुको अगाडि सत्य बोल्न सक्छको कुरा नबोल्न नै सक्छ, तर गुरुदेव भव, गुरुलाई देवता मान्दा उसले सत्य ओकल्न नै सक्छ। पैसा पाएपछि सत्य बोल्न सक्छ मान्छेले, त्यसैले पैसाको निमित्त जे पनि गर्छ र उसले सत्य बोल्छ भने। डर र त्रासको अगाडि सत्य बोल्न सक्छ। जब मान्छे डराउँछ, डराउने बेला उसले कुनै पनि सत्य लुकाएर छिपाएर राख्न सक्ने अवस्था हुँदैन। यसै गरी असाध्य जुन एउटा मिलेको बेला, जो साथीसँग असाध्य मिल्छ, त्यो बेला मिल्ने साथीसँग मित्रताको अगाडि उसले सत्य ओकल्दिन सक्छ। अनि कसैसँग झगडा गर्दा सत्य ओकल्न सक्छ। बेहोसी अवस्थामा जब ऊ बरबर आउँछ, त्यो बेला पनि सत्य बोल्न सक्छ। केटीकेटी अर्थात् साना बालकहरूको मुखमा भगवानले बास गरेको हुन्छ भन्ने अर्थमा साना बच्चाहरूले कहिले झुटो बोल्दैन, सत्य बोल्छन्। अनि धेरैको सत्य बोल्ने आदत हुन्छ, तर कतिपय कुराहरू चाहिँ उसले सत्य बोलिरहेको हुँदैन। र साधु महात्माले प्राय सत्य बोल्ने गर्दछन् र यही कारणले गर्दा उनीहरूको प्रशंसा, अनुयायी, हिमायती चाहिँ बढ्दै जाने सन्दर्भमा यी माथि उल्लेख गरिएका उपर उल्लेखित कुराहरूमा मान्छेले आफैले ढाड्न सक्दैन भन्ने कुरा यहाँहरू प्रस्तुत गर्न अनुमति मागेर मैले प्रस्तुत गरेँ। कस्तो लाग्यो कमेन्ट गर्नुहोला। धन्यवाद।